मुस्लिम आयोग बन्यो भन्नुभयो इस्लामिक आयोग होइन पहिले यो बुझ्नुस् तपाई मैले अघि नै भने तपाई हिन्दू हुनुहुन्छ एकछिन तपाई सुन्नु इस्लामको मान्छेलाई होइन त्यो कुरा होइन सटिस्फाई म गरिरहेको छु तपाईलाई भनिरहेको छु तपाई बुझ्ने प्रयासै गर्नुहुन्न जस्तो यहाँ सुन्नु एकछिन अहिले एकछिन तपाईँ समुदायिक आयोग कतिवटा छ मलाई भन्नुहोस् पहिला समुदायिक आयोग कतिवटा छ एकछिन मेरो प्रश्न सुन्नु समुदायिक आयोग 7 वटा छ जसमा एकछिन प्लिज मेरो कुरा सुन्नुहोस् न मेरो कुरा सुन्नुहोस् सम्बन्धित विषय म भन्दैछु मैले केवल मुस्लिम कुरा गरेको होइन तपाईलाई म कन्भिन्स गराउन खोजिरहेको छु तपाईँ सुन्नुहोस् मैले बस्दाखेरि मुस्लिमको मात्रै हितको कुरा गरेको छु मैले मधेसीको कुरा गरेको छैन थारूको कुरा गरेको छैन जनजातिको कुरा गरेको छैन महिलाको कुरा गरेको छैन कसको कुरा गरेको छैन मैले तपाईँ मेरो चाहिँ प्रतिवेदनमा हेर्नुहोस् जुन चाहिँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदाखेरि हरेक त्यो प्रतिवेदन तपाईँ पढेर हेर्नुहोस् म पठाइदिन्छु त्यसमा मैले हरेक समुदायको कुरा उठाएको छु मुस्लिम आयोगको अध्यक्ष भए तापनि यो मेरो प्रश्न थारू आयोग भनेको के हो त्यो कुन धर्म मान्छ हिन्दू होइन जनजाति हिन्दू धर्म मान्ने होइन तपाईँको मधेसी हिन्दू धर्म मान्ने होइन हो कि महिला हिन्दू समुदाय तर यी सबै भनेको समुदाय हो महिला समुदाय हो नि तपाईँ हिन्दू हो नि त तर समुदाय हो नि त महिला तर मधेसी भनेको खास भन्ने कुनै समुदाय हो नि एउटा भूगोल हो